ल निशाजी के कुरा हो त्यो भाइको भन त माया चाहिँ सबैलाई के कुरा हो त्यो भाइले यार अलिक सिरियस टक्स यताउति गरे जस्तो लाग्यो कसम चाहिँ यार करण किन प्यास मेरो बाबु राजा धेरै धेरै माया छ दाइ नराम्रो नसोच्नु होला दाइ मैले अब यस्तो होइन कमेन्ट कुदाउन पठाएँ भने दाइ एउटा दिदीलाई धेरै गाह्रो छ क्या दाइ हाम्रै पश्चिमकै हुन् क्या दाइ कैलालीको अब दाइ होइन मैले आफै भन्दा पनि म दिदीलाई यहीँ बोलाइदिन्छु दाइ गेस्टमा होइन बोला हाम्रो सावित्र कमेन्ट कुदाउनु त तल एकचोटि वेट म यहीँ आफै खोज्छु एकछिन है हाम्रो सावित्र दिदी कहाँ हुनुहुन्छ वेट दाइ कस्तो उहाँ दिदीको कस्तो 2 चोटि अपरेसन भयो क्या दाइ होइन योभन्दा अगाडि मृगौलाको दाइ होइन मृगौलाको अपरेसन हुँदाखेरि चाहिँ कस्तो भयो भनेपछि दाइ होइन त्यो 2टा अपरेसन गर्दाखेरि चाहिँ भएको सम्पत्ति थियो दाइ होइन हल्का फुल्का जग्गा जमिन थियो त्यो पनि बेचेर सकिहाल्यो दाइ अब केही छैन दाइ लोग्ने हुनुहुन्छ एकजना छोरी छ होइन अब आफू हुनुहुन्छ आफू बिरामी हुनुहुन्छ दाइ आफू यतादेखि उता होइन यी दाइ यतै हुनुहुन्छ अब मान्छेले के भन्छन् दाइ क्यामेरामा ल्याउनु भन्छन् दाइ फलोवर्स नै पुगेन दाइ दिदीको म कसरी ल्याइदिउँ क्यामेरामा दाइ विश्वासै मान्दैनन् भने दाइ कस्तो मलाई रुन मन लाग्यो दाइ म आज 6 दिन भयो दाइ म यो कुरामा लागेर कुल दाइ मान्छेले भन्छन् दाइ कतिले भने कुल दाइले कति गर्ला भन्छन् दाइ दाइले जति सक्छन् त्यति गर्छन् नाइ दाइ तर कुल दाइले भनेपछि दाइ पछाडि गरिदिने मान्छे त हुन्छ नि दाइ मलाई कसम दाइ मलाई रुनु भएको थियो दाइ म आज यत्रो दिन भयो दाइ म रात दिन यही कुरामा लागेको छु कुल दाइसँग जोइन हुन पाएपछि म यो कुरा राखुला भनेर दाइ ठिक छ भाइ किन आतिल नाछौ ठिक छ मेरो भाइ राजा लभ छ माया छ यार अलवेज लभ छ कि मेरो भाइ राजा ओके ठिक छ के छ उहाँको के यता सुन त कहाँ सावित्र चौधरी कताको हुनुहुन्छ उहाँ दाइ लम्की भुरुवा दाइ आए लम्की कहाँ हुन् हाम्रो दिदीले तल लाग्यो खै के भयो दिदीले एकैछिन तल राखेर माथि लिन्छु दाइ म ल हैन टाइम दिनु दाइ यता पठाऊ उ गर न म बु गरौँला है रुक्नु दाइ एकैछिन रुक्नु दाइ पठाऊ उ गर न ए गेस्टमा राख न म 1000 फलोअर म पुगाइदिहाल्छु के गेस्टमा राख न त्यति साह्रो आउँदैन क्या दाइ दिदीलाई त्यही भएर हो क्या त्यो समस्या त्यति हो क्या दाइ नभए त एकैछिनमा गराइदिन्थेँ दाइ म पनि ठिक छ पठाउनु